के भइरहेछ लाइफमा हैन मलाई त चिन्नु हुँदैन होला अभियसली चिन्नु हुँदैन होला तर म खै किन हो किन म आज आएर यो मोबाइलमा त्यति राम्रो क्वालिटी त छैन तर पनि खोलेर केही कुरा भन्न मन लागिरहेछ क्या कोट मिलेको छ मिलिरहेछ हो केही कुराहरू भन्न मन लागिरहेछ हैन के कुरा हो त म आजभन्दा 5 साल अगाडि जान्छु 5 नभनौँ 7-8 वर्ष अगाडिको जाँदाखेरि हैन म 6 क्लासमा पढ्थेँ 7 क्लास 8 क्लास 10 क्लाससम्म पढ्दाखेरि एकदमै बोल्ने चञ्चल स्वभावको हैन खेल्न कुद्न अनि बोल्न अनि गाउन मन पर्ने मान्छे तर कलेज लाइफ सक्यो स्कुल लाइफ सक्यो हैन स्कुल लाइफ सकेपछि चाहिँ मैले आफूलाई एउटा भन्दा नि के भन्छ सेपरेट आफू अलगै दुनियाँमा जस्तो राखिराखेँ के म त्यति धेरै मान्छेहरूसँग नि घुलमिल भएन कलेजमा हैन 25 30 40 जनासम्म थियो होला हाम्रो स्कुलमा त्यस्तो इमोसनल्ली हैन अहिलेसम्म कनेक्टमा एकजना छैन त्यो छोड्देऊ मान्छेहरू हैन त्यस्तो कनेक्सन नै छैन बोल्ने कम हैन अनि अझै एक्स्ट्रा अब साथीहरू कम भएपछि एक्स्ट्रा एक्टिभिटी पनि कम हुँदै जान्छ अनि आफूलाई कस्तो एक्लो फिल गरिरहेको छु कि अहिले आएर हैन कहिलेकाहीँ दुःख पनि लाग्छ अनि आफूले पिस खोजिरहेको कि भन्ने लाग्छ हैन तर मलाई अब नबोल्यो भने धेरै घाटा छ केटा हो आफूलाई हैन नबोल्यो भने आफैलाई घाटा हुँदो रहेछ अलिअलि भए पनि साथीहरू बनाउनु पर्छ बोल्न सिक्नु पर्छ खेल्न सिक्नु पर्छ शरीरलाई फाइदा हुन्छ भन्छ नि बोल्नेको चामल बोल्नेको पिठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भन्थे नि होला हामीसँग राम्रो राम्रो प्रोडक्टहरू छ राम्रो राम्रो आइडियाहरू छ इनोभेसनहरू छ नबोल्यो भने मार्केटिङ गरेन भने प्रेजेन्ट गरेन भने द्याट इज नट पोसिबल टु डु एनिथिङ इङ्ग्लिस फेरि नराम्रो नै छ होला सरकारी स्कुल पढेको हैन सो त्यस्तै हुन्छ हैन अल्झिएको छ क्या जिन्दगी पुरै अल्झिया छ भने कहाँ गयो फेरि अल्झियो सुल्झाउनै सकेको छैन क्या जति धेरै सुल्झाउन सक्यो नि खोज्यो नि त्यति धेरै अल्झिदिन्छ क्या लाइफ इज मलाई चाहिँ अब कति कुराहरू सेयर गर्नु मन लाग्छ तर कसले सुन्दिने हैन सेयर गर्ने पनि नट त्यो टाइपको मलाई लाग्दैन क्या अरू कसैले केही भन्छ तेरो ओपिनियन त्यस्तो हो हैन तर गलत कुरा चाहिँ कहिले बोल्नुहुन्न सत्यको विषयमा चाहिँ आवाज उठाउनु पर्छ अब बाँकी स्क्रिप्ट हेरौँ नि त पासको कुरा धेरै नै कोट्याम हैन अब म फेरि आजबाट बोल्न नयाँ कुरा सिक्न र हजुरहरूसँग पासको कुरा स्क्रिप्टमा के रहेछ अब पासको कुरा धेरै नकोट्याम हैन अब म फेरि आजबाट हजुरसँग बोल्न रेडी भएर बसेको छु मैले धेरै सोचेर हैन आफूलाई त्यो लिमिटेड सर्कलबाट बाहिर निकाल्न युट्युब स्टार्ट गर्दैछु होप यु गाइज आर इन्जॉय सी यू सोन